आफन्त पुऱ्याउन आउनुभयो? एकजना भाइ मलेसिया जाँदै थियो, उसको लागि छोड्नको लागि आएको। ए अनि मलेसिया पठाउनुहुन्छ, विदेश पठाउनुहुन्छ, स्वदेशमा केही काम नभएर हो कि के हो? अब अहिलेको समयमा चाहिँ के भयो भने हाम्रा युवाहरू देशमा के सम्भावना छ, देशमा के गर्न सकिन्छ भन्ने कुरा त्यतातिर सोच्ने, खोज्ने, प्रयास गर्ने दिशामै लाग्न छोड्यो क्या। यो देश अहिले यस्तो भयो कि पढ्ने 4-5 क्लास पढ्ने बच्चाले पनि भोलि म अमेरिका जान्छु, क्यानाडा जान्छु, चाहिँ जापान जान्छु, कोरिया जान्छु भन्न थाल्यो। यो भनेको के हो भने हामीले आफ्नो देशको चाहिँ सम्पूर्ण चाहिँ अब सिद्ध्याउनतिर लाग्यौँ क्या हामी। यो कसरी हुन आयो भन्दा यो चाहिँ पछिल्लो तहमा चाहिँ एनजिओ आइएनजिओहरूको धेरै हाबी भयो र विदेशीहरूको चाहिँ धेरै हाबी भयो यहाँ। र चाहिँ अहिले युवा नेताहरू भनेको छ, यो नयाँ पार्टीहरू भनेको छ, विभिन्न एनजिओ आइएनजिओहरूको लगानीले गर्दाखेरि टोल टोलमा, गाउँ गाउँमा यो चाहिँ देशलाई विखण्डनतिर लग्ने, देशलाई चाहिँ भारबैलीतिर लग्ने खालको वातावरणहरू भइरहेको छ। यसको प्रत्यक्ष असर चाहिँ समाजमा परिरहेको छ। त्यसले गर्दाखेरि मान्छेहरू यहाँ चाहिँ आफ्ना खुट्टा लाग्ने भइसके पछाडि म यो देशमा चाहिँ यो फिल्डमा योगदान गरेर देशलाई पनि योगदान गर्छु, आफू पनि गरी खान्छु भनेर सोच्न छोडिसक्यो के। अहिले मान्छेहरू अलिकति खुट्टा लाग्ने भयो कि तपाईँको इङ्ग्लिस ल्याङ्ग्वेज अलिकति पढ्न जान्ने छ भने तपाईँको उता जान्छ, क्यानाडातिर जान्छ, अस्ट्रेलियातिर जान्छ। त्यो आयस गर्न सक्दैन भने, उसको स्कोर राम्रो छैन भने त्यस पछाडि यता जापान, कोरियातिर कता लिन्छ त्यता जान्छ। त्यो पनि छैन, अन्डर एसएलसी छ अर्थात् अन्डर +2 छ, उसले चाहिँ अरू देशमा चाहिँ जान सक्दैन भने, मापदण्ड पुरा गर्न सक्दैन भने गल्फतिर जान्छ। भनेपछि अब यहाँ यस्तो वातावरण भयो कि यहाँका युवाहरू चाहिँ यो देशमा चाहिँ मैले केही गर्न सक्छु भनेर सोच्ने खालको वातावरणै भएन कि। अब माथि नेताहरू त के गर्दा रहेछन् त भन्दा विदेशीहरूको लगानीमा, विदेशीहरूको दाना पानी खाएर विदेशीहरूको काम गर्दा रहेछ।